हेलो साथीहरु, गुड मर्निङ। म चाहिँ भर्खर उठेको। आज छुट्टी हो। म चाहिँ भर्खर उठिरहेको छु आज। अब रेडी भएर खाना खान जाने। चाहिँ अब खाना खान जान लागेको ब्रस गर्दै थिएँ। म चाहिँ रेडी भइसकेँ। अब भात खान जान लागेको। अहिले त हेन्डसम देखाएको छ त। त्यो हेन्डसम देखिरहेछ त मलाई। लाइटले गर्नु हो क्या, हेन्डसम देखिरहेको छ। ल म चाहिँ खाना खान जान लागेको। बाहिर कस्तो गर्मी छ भने, पानी परे नि गर्मी हुन्छ, पानी नपरे पनि गर्मी हुन्छ। यस्तो छ पुरा यो एरियामा। बङ्गालीहरू धेरै छ, त्यही भएर बङ्गलादेश जस्तै बनाइसक्यो यहाँ पनि। म चाहिँ अब खाना खान जान लागेको। दिउँसोको 1 बज्यो। अब खाना खाने। कस्तो घाम लाग्यो। अब टक्क खाना खाएर आएर सुत्नुपर्छ, निन्द्रा लागिरहेछ। म चाहिँ खाना खान यहीँ जानु लाग्यो। यहाँ मिठो पाउँछ। अब नेपालमा आमा बुवाले बना जस्तो मिठो त होइन, त्यही पनि मिठै पाउँछ। यो चाहिँ खाना खाइसकेँ। अब रुम फर्केको। मैले कति खाना खाएँ होला थाहा होला नि। मेरो हिँडाइ अनुसार पनि तपाईँहरूले थाहा पाउनु भयो होला मैले कति खाना खाएँ भने। ठ्याक्कै 600 ग्राम। मैले चाहिँ पानी किने, रेडबुल किने। अब रुम फर्केको। गाह्रो छ, गर्मी छ धेरै। बाहिर बसिसक्नु छैन। बरु रुमभित्रै फ्यान चलाएर बस्नुपर्छ। बाहिर बसिसक्दै छैन, धेरै गर्मी छ बाहिर। गाह्रो छ त गर्मीले गर्दा। अनि पानी परे पनि गर्मी हुन्छ, पानी नपर्दा नि गर्मी हुन्छ। खै हाम्रो नेपालतिर त पानी परेको दिन त चिसो हुन्छ, यहाँ त पानी पऱ्यो भने झन् गर्मी हुन्छ। के हो यस्तो? किन हो? रुमभित्र आएपछि त हेन्डसम देखिन्छ त। बाहिर जाँदा त कालो देखिन्छ त। खासमा बाहिर जाँदा चाहिँ हेन्डसम देख्नुपर्ने हो क्या। रुमभित्र त कसले देख्ने हो के? ऐनामा हेऱ्यो भने आफूले देख्ने हो। खासमा बाहिर जाँदा ह्यान्डसम हुनुपर्ने, गोरो देख्नुपर्ने। रुमभित्र आएपछि गोरो देखिन्छ, बाहिर जाँदा त कालो देखिन्छ त आफैलाई। यस्तै हो। आजको दिन पनि बित्यो। आज छुट्टी थियो। आजको दिन पनि यसरी नै बित्यो। खाना खाएर आइपुगेँ। ल सबैको दिन राम्रो होस्। जय नेपाल।